मुसो हिँड्दै जाने क्रममा कसो कसो झुक्किएर जाँडको घ्याम्पोमा परेछ। त्यो मुसो जाँडको घ्याम्पोबाट निक्लिन धेरै मेहनत गर्यो, सकेन। अब उसलाई लाग्यो कि मेरो जीवन यही जाँडकै घ्याम्पोमा सकिने भयो। आँखा बन्दै गर्न लागिसकेको थियो। कसो कसो एउटा बिरालो, के लो बिरालो म्याउ म्याउ गर्दै अगाडि बढ्यो। मर्न लागिसकेको मुसामानी आशा पलायो। के सा पलायो? आशा। आशालाई हामी अङ्ग्रेजीमा के भन्छौँ? होप। होप। अब त्यो मुसामानी के पलायो? आशा। अब उसले बिरालोलाई भन्छ, ए बिरालो दाई ल न मलाई यो जाँडको घ्याम्पोबाट निकाल्दे भनेछ। बिरालोले भन्छ, निकाल्न त निकालिदिन्छु, मैले के पाउँछु? आजकल मान्छेले सबभन्दा बढी भन्ने के हो? वाट इज फर मी? मलाई के हुन्छ? बिरालोले भन्छ, मैले के पाउँछु, मलाई के फाइदा हुन्छ? अब त्यो मर्न लागिसकेका मुसाले के दिन सक्थ्यो र हजुर? अनि यस्तै हाम्रो प्रवचनमा कुनामा बसेर त्यो मुसोले हाम्रो प्रवचन सुन्या रहेछ कि अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् परोपकारः पुण्डाय पापाय परपीडनम्। यो जाँडको घ्याम्पोमा कुहिएर मर्नुभन्दा निकाला खाऊ धर्म त हुन्छ। हजुर आहारा त हुने भयो। अनि बिरालोले भन्छ, निकाल त निकालिदिन्छु, फेरि के विश्वास, धर्म छोडिस् भने, भागिस् भने? बिरालोले गर्दिन, आऊ नि त 12 बुधे सम्झौता गरौँ भनेछ। अनि बिरालो र मुसो बिचमा 12 बुधे सम्झौता भयो। अब बिरालोले मुसोलाई जाँडको घ्याम्पोबाट निकालेको त मुसो पुरै जाँडमा लतपतिएको थियो। अब त्यो बिरालो कस्तो बिरालो रहेछ अध्यक्षज्यू? जाँड रक्सी नखाने बिरालो रहेछ फेरि। बुझ्नुभयो? आज मान्छेहरू जुन चिज जनावरले पनि खान्न त्यो चिज दिइरहेछ हजुर। जनावरले पनि नखाने चिजहरू के आज मान्छे दिइरहेछ। अब त्यो मुसोले बिरालोले सोध्छ, जात फाल्नु गहतको झोलमा? ए बा कहिले नखाएको चिज के खानु यो? यसो फेरि बुद्धि आयो, ट्रिक टकटकाएर खायो भइहाल्छ नि। के गरेर खायो हुन्छ रे? टकटकाएर खायो भइहाल्छ नि। हेर्नु न, खाने मान्छेलाई बाहना कि। अब त्यो बिरालोले मुसोलाई यसरी टकटक्याएको त मुसो फुत्केर भाग्यो। पर पुगेको मुसालाई गाली गर्दै, ऐ गरेको 12 बुधे सम्झौता बिर्सिस, ऐ गरेको प्रतिबद्धता बिर्सिस। मुसोले भन्छ, बिर्स्या छैन दाइ, बिर्स्या छैन। अघि जाँड खाएको बेलामा के भने त्यस्ता गर्छ, छोड्दै